कुन देशबाट भिसा आएको छ, कुन कम्पनीबाट, कुन मेन पावरमा आएको छ, कतिजनाको माग भएको छ, श्रम प्रमाणपत्र भेरिफाई लगायत सबै वैदेशिक रोजगार सम्बन्धीका काम र जानकारी आफ्नै मोबाइलबाट थाहा पाउनका लागि वैदेशिक रोजगार एपलाई डाउनलोड गर्नुहोस्। यसको लागि तपाईँले आफ्नो मोबाइल एप स्टोरमा जानुहोस् अथवा आफ्नो प्ले स्टोरमा जानुहोस् र वैदेशिक रोजगार भनेर सर्च गर्नुहोस्। लोगोमा प्लेन जस्तो आएर वैदेशिक रोजगार भनेर लेखेको छ। यहाँनिर तपाईँले डाउनलोडमा थिच्नुहोस् र यहाँ डाउनलोड हुन्छ र अब डाउनलोड भइसकेको छ साथीहरू। र अब ओपन गर्नुहोस्, अलोमा थिच्नुहोस्। यहाँ इमेल पासवर्ड भनेको छ। यहाँ तपाईँले इमेल पासवर्ड हान्दा पनि भयो। अब अलरेडी नै मोबाइलमा चाहिँ जिमेल छ भने, यदि तपाईँको गुगल अकाउन्ट छ भने तपाईँले डाइरेक्ट यहाँनिर यसमा टच गर्नुहोस्, यहाँनिर आउँछ, कन्टिन्यू गर्नुहोस्। कन्टिन्यू गरिदिनुहोस्, जिमेल चुज गर्नुहोस्, पछाडि कन्टिन्यू गर्नुहोस्। तपाईँको अब वैदेशिक रोजगारको एप यहाँ डोन्ट भएको छ, खोलिसकेको छ। अब तपाईँले इन्भेस्ट गर्नुहोस्, यहाँ नेक्स्ट गर्नुहोस्। तपाईँले यो पढ्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ यसको बारेमा। अरू यहाँ नेक्स्ट गर्दै जानुहोस्, नेक्स्ट गर्दै जानुहोस् र त्यस पछाडि यहाँ अन्डरस्ट्यान्डमा थिच्न सक्नुहुन्छ। अब तपाईँले यहाँ हेर्नुहोस्, अब नोटिफिकेसनहरू आइरहेको छ। कुन देशबाट भिसा आएको छ, मलेसियाबाट आएको छ, युएईबाट पनि आएको छ, साउदी साइप्रसबाट पनि आएको छ, कुवेतबाट, कतरबाट, जापानबाट नोटिफिकेसनहरू आइरहेको छ। त तपाईँले यहाँनिर आफूले चाहनु भएको देश चुज गर्नुहोस्। मैले मलेसिया चुज गरेँ र यहाँनिर तपाईँले कुन कुन कम्पनीबाट आएको छ, डिमान्ड कम्पनीहरूको नाम छ, भ्यू अल गरेर पनि हेर्न सक्नुहुन्छ। कुनै पनि एउटा कम्पनी तपाईँले चुज गर्नुहोस् र हेर्दै जानुहोस्। यहाँनिर उँधो हेर्नुहोस्, यहाँनिर एउटा पेपर आएको छ। यहाँ सबै कुराहरू यसमा यो पेपरमा देख्न सक्नुहुन्छ। कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ र यदि तपाईँ एप्लाई यहीँबाट गर्न चाहनुहुन्छ भने एप्लाई नाउमा थिच्नुहोस्। यहाँनिर तपाईँले आफ्नो सिभी भरिसके पछाडि एप्लाईमा थिच्नुहोस् अनि एप्लाई हुन्छ र यो एपबाट तपाईँले अरू पनि काम गर्न सक्नुहुन्छ। अभिमुखीकरण सेवाको बारेमा हेर्न सक्नुहुन्छ, श्रम नवीकरणको लागि, र यस्तै क्वालिटी भेरिफाई पनि गर्न सक्नुहुन्छ, श्रम प्रमाणपत्र भेरिफाई पनि गर्न सक्नुहुन्छ।